हेलो गाइज वेलकम टु माई ब्लग। सो आजको ब्लगमा चाहिँ के छ भन्दाखेरि चाहिँ म चाहिँ सानो ब्लग लिएर आएको छु। म चाहिँ भर्खर ड्युटीबाट आएको होइन। अनि आज चाहिँ के छ यो ब्लगमा भन्दाखेरि चाहिँ मैले चाहिँ आज सानो गिफ्ट मेरो बाबाको लागि ल्याइदिइराखेको छु हो। अब त्यही म दिन आँटेको छु। सो यो चाहिँ हो गिफ्ट। सो अहिले चाहिँ म दिन आँटेको बाबालाई। के होला मोबाइल जस्तो छ त हेर्नु न, खोल्नु न खोल्नु। मोबाइल जस्तो छोरीले अहिले चाहिँ बाबाले अनबक्सिङ गर्दैछ होइन। के रहेछ हेरौँ एउटा गिफ्ट आज। त्यो त वाउ मोबाइल। कहाँ छ मम्मी अर्को फोन बाबाको? कहाँ छ फोन बाबाको अर्को चाहिँ? ए उयो रहेछ त टेबलमै। त्यो सेलोटेप उयो गर्नु न, मैले अघि चेक गरेर सबै सेलोटेप लगाइदिएको छु नि। मन पर्यो? अन गर्नु न, अन गर्नु न, अन। दामी, थ्याङ्क यू भेरी मच। कस्तो लाग्यो? खुसी? दामी, खुसी लाग्यो। दामी रहेछ पिक्चर्सहरु पनि। क्यामेरा राम्रो छ हेर्नु त। वाउ क्यामेरा दामी। मन पर्यो? दामी लाग्यो। थ्याङ्क यू भन्नु न। थ्याङ्क यू छोरी, थ्याङ्क यू बहिनी। दामी। त्यसो गरेर देखाइदिनु न अगाडि। मन पर्यो। मैले चाहिँ बाबाको लागि सानो सरप्राइज चाहिँ होइन दिएको फोन होइन। मैले चाहिँ रिलायन्सबाट लिएको, किनभने रिलायन्समा चाहिँ अहिले तपाईँको राम्रो अफर लागिराखेको छ। त्यो भएर चाहिँ मैले आज अफर थियो नि त, राम्रो अफर थियो, त्यही कारण चाहिँ मैले बाबाको लागि पनि सिधै फोन ल्याइदिइहालेँ। सो थ्याङ्क यू फर वाचिङ।